सम्झिरहेको। मेरो प्रश्न चाहिँ नि त्यो अन्तिमचोटि गरिएको कुराकानी हुन्छ नि, त्यो त अब सदाबहार हुने भयो नि त, त्यो के थियो? अब बोली नआएको झन्डै 1 हप्ता भइसकेको थियो। तर दिउँसोसम्म चाहिँ आँखा भेट्न जाँदा आँखा चाहिँ हेरेको हेरे गर्ने, अनि भेन्टिलेटर आइसियूबाट पनि अनि यसो चाहिँ गरेको देखिने, अनि छोरी चाहिँ अन्तिमसम्म पनि त्यही रहेको स्थितिमा उनको यो देखाउनुको अर्थ दुःख पाउँछ भनेर भनेको म बुझ्छु र म बिना दुःख पाउँछु भनेर बुझ्छु। छोरीलाई पनि अन्तिमसम्म पनि चाहिँ बाबालाई चाहिँ दुःख नदिनु, ख्याल गर्नु र निरन्तर साथ दिनु भनेर भनेकी म बारम्बार सम्झिरहेको। तपाईलाई चाहिँ उहाँले एकदमै धेरै केयर गर्नुहुन्थ्यो है? मलाई एकदम केयर गर्थे। विवाह हुँदा नै म निरोगी छु, तपाईँ सुगर पेसेन्ट, स्याहार्नलाई म आइपुगेको छु भनेर भन्थे। निरन्तर कतिखेर खाना खाएको नखाएको, अन्त गएको, के खाएको मसँग सम्पर्क भएन भने साथीहरूलाई फोन गरेर तपाईँहरूले के खुवाउनु भएको छ, कस्तो खुवाउनु भएको छ, कस्तो स्थितिमा राख्नु भएको छ, ती सबै कुराको नियमित जानकारी दिने गर्थ्यौँ। र कुनै राष्ट्रिय कुराहरू म मिटिङ